लासो फ्यापुल्ला सबैजनालाई। माइती घर भन्ने मुभी हाम्रो तामाङ रिमठिममा आधारित मुभी हो भनेर टिकटक फेसबुक रिल्समा धेरै चर्चा गरेको पाएँ। अनि मैले धेरैको मुखबाट पनि सुनेको थियो के। अनि त्यसपछि भएन यो मुभी त हेर्नै पर्यो भनेर मैले सट्ट टिकट काटेँ अनि त्यसपछि हलतिर छिरेँ। किनभने मलाई चाहिँ आफ्नो भाषा रिमठिम एकदमै माया लाग्छ के। म त्यसको विषयमा आवाज उठाउँदै आएको मान्छे पनि हो। अनि हलमा पुगेर सिटमा बसेँ अनि मुभी कहिले स्टार्ट होला, कहिले हेर्न पाउला जस्तो मलाई खुल्दुली भइरहेको थियो के मनमा। अनि त्यसपछि मुभी पनि सुरु भयो। मुभी सुरु भइसकेपछि मुभी मलाई सकुन्जेलसम्ममा जे होस् तारिफ योग्य नै लाग्यो। अब कहानी चाहिँ एउटै कुरामा छ हैन, त्यसैमा सकिन्छ, तर मुभी तारिफ योग्य चाहिँ छ है। अब मुभीको मलाई एकदमै मन परेको पार्ट चाहिँ के हो भने हाम्रो तामाङको नातागोता हुन्छ नि सबै तामाङबाटै राखेको पाइयो। त्यसको लागि मैले सलाम गर्न चाहे। अनि त्यो सँगसँगै तामाङको पनि कुनै बेला छुट्टै राज्य थियो, रिन्जेन दोर्जेले राज गरेको थियो भन्दाखेरि मलाई गर्वले एकदमै छाती फुल्याएको थियो। एकदमै सल्युट गर्न चाहन्छु म। किनभने तामाङ भएर अब रिन्जेन दोर्जेलाई राजा मान्दिन भन्ने मान्छेहरू निस्किँदाखेरि यो मुभीले हाम्रो रिन्जेन दोर्जेलाई राजा हो भनेर इतिहास देखाउन खोज्यो। त्यसको लागि म एकदमै सल्युट गर्न चाहन्छु। अनि अर्को कुरा भनेको बिचमा हाम्रो तामाङ भाषाहरू राखेको पनि एकदमै मन पर्यो है। अब त्यो तामाङ भाषा बोल्दाखेरि मलाई भित्रदेखि हुन्छ नि एकदमै के भन्ने त्यसलाई सिरिङ्ग भएर आएको थियो के, काँडा पनि उम्रिरहेको थियो। एकदम बिचमा हाँसे पनि। अनि मुभीमा मलाई चित्त नबुझेको एक दुईवटा पार्ट पनि छ है। अब जुन प्रकाश सपुतको ठाउँमा छ नि अन्तिममा हाम्रो अमिर दोङलाई राख्नुभयो नि हो, उहाँलाई चाहिँ प्रकाश सपुतको क्यारेक्टरमा राख्नु भएको भए मुभी चाहिँ खत्रै हुन्थ्यो क्या। अनि त्यो सँगसँगै अमिर दोङसँगै हाम्रो तामाङको खाइबा यानि कि कलाकारहरू कुइसाङ रुम्बा, सरी मैले प्रनाउन्स गर्न नजाने भए होइन, बुद्धि तामाङलाई त सबैजनाले चिन्नु नै हुन्छ। अनि त्यो सँगसँगै हाम्रो गायककार काइबा फुलकुमार बोम्जन उहाँहरूलाई पनि देखेँ र धेरै तामाङ कलाकारहरूलाई पनि देखेँ। अनि अर्को चित्त नबुझेको कुरा भनेको मुभीमा हाम्रो तामाङ गीत राखेको भए, तामाङ भाषाकै गीत राखेको भए झन् खत्रै हुन्थ्यो क्या मुभी चाहिँ। अनि त्यो सँगसँगै अन्तिममा गएर मलाई चित्त नबुझेको कुरा चाहिँ के हो भने हाम्रो तामाङमा चाहिँ बिहे गर्दाखेरि बिहे गर्ने बेलामा मात्र केटी हेर्नुपर्छ, छाम्नुपर्छ भन्ने कुरा चाहिँ चित्त बुझेन। किनभने यो रिमठिम यो संस्कार छैन जस्तो मलाई लाग्छ होइन। अब कुनै कुनै ठाउँमा होला, तर मैले अध्ययन गरेँ यो मुभी हेर्ने बित्तिकै। मैले घरमा पनि फोन गरेर सोधेँ अलिकति गान्बा ताम्बाहरूलाई होइन, यस्तो यस्तो थियो हाम्रो संस्कारमा भनेको थिएन, उहिलेदेखि नै थिएन, त्यसरी त गरे छैन भन्नुभयो होइन। यदि तपाईँहरूलाई यसको बारेमा केही जानकारी छ भने कमेन्ट गर्नु होला होइन। बाँकी भनेको मुभी एकदम तारिफ योग्य नै थियो। हजुरहरूलाई मुभी कस्तो लाग्यो त्यो चाहिँ कमेन्ट गर्नु होला। हजुरहरूले यहाँसम्म भिडियो हेर्नुभयो त्यसको लागि लानन थुचेछे।